यस्तो छ हैन म चाहिँ काममा जाँदैछु यस्तो पुरै हिउँ नै हिउँ छ जम्मै यसको अवस्था अब लाग्यो कामतिर ट्याँ पारेर खत्रै तरिकाले हिउँ परेर यहाँ अब गाडी चलाउँदा नि एकदमै केयरफुल हुनुपर्छ हैन बाटो लगभग धेरै नै खाली छ छन् त र पनि ओ माई गुडनेस यस्तो बनाइसकेको छन् बाटो त के आने कुदिहाल्छन् गाडी त जति चलेको रहेछ नि त हौ हामी चाहिँ घरमै बसेर त्यस्तो धेरै अलिकति अर्कै भएर रहेछ चलिरहेछ मजाले नि लैलै बाटोमा अलिकति गाडी त कम छ कि यो गाडीले चाहिँ पुरै टाउकोमा नि के अरे हिउँ बोकेर हिँड्दैछ अलिकति नै सफा गरेर छन् साथीहरु त प्रायः त्यस्तै छन् तर यस्तोको चाहिँ के हुन्छ भने उसको हावाले उडाएर आयो अगाडि सिसामा ड्याममा हान्यो भने चाहिँ गाह्रो कसरी उडाउँदैछ यो चाहिँ राम्रो हैन त्यहाँ नजिक गाडी हुन्थ्यो भने चाहिँ हावाले उडाएर चाहिँ अर्कालाई छोप्न सक्छ के हो अब मैले चाहिँ सबै नै सफा गरेको छु हैन अलि केयरफुल चाहिँ हुनुपर्ने हो साथीहरु अहिले म चाहिँ मेकानिक्सबर्ग कार्ला पार्कमा छु हैन यो बाटोमा हिँड्दैछु यो सबै बजारहरू हो हैन तर यो हिउँले सबै केही पनि खुलेको छैन भनौं न सबै बन्द छ ठुलठुलो स्टोरहरू छ यहाँनेर ओइ यस्तो नगर न साथीहरु यो गाडी यहाँनेर मैले गाडी धुने ठाउँ पनि यहाँ छ मोड वास यहाँ यता साइडमा छ रातो नबलोस् गाडी रोक्न नपरोस् यति हो कुरो चाहिँ आयो चाहिँ कस्तो छ कुन्ने यो बाटो चिप्लो बाटोमा नि के अरे ब्रेक हान्नु पर्यो भने चाहिँ जाऊ के अहिलेसम्म चाहिँ हरियोमै छौँ हैन त्यो गाडीले हिउँ उडाउँदै हिँड्यो यहाँ यसरी हिउँ सफा गर्दैछन् साथीहरु यहाँनेर अलि बिस्तारै है आनन्दले गरौँ यस्तो हो नि त कुरो आज चाहिँ काम दिउँसोबाट सुरु भएको हैन बिहान बन्दै थियो हिजो बन्द थियो
यसो गइदिउँ न भन्ने कुरा नि कति धेरै हिउँ परेको रहेछ त हौ ल जस कम्मर आउने चाहिँ छ सेतै सबैतिर सेतै जिन्दगानी दर्पण छ हेर त हिउँ ल ल ल ल ल जाउँ न ओए जाउँ रातो बल्यो हो बिचमा आएर छिर्दा पहेँलो भइसक्यो त्यो ब्रेक हान्न मिलेन होइन गाह्रो छ नि मेरो चाहिँ यहाँ कुनाबाट बाटोको अवस्था अलि नदेखिने खालको पनि छ लेन त झन् फ्याट्टै देखिने कुरा भएन ऐना चेक गर्न पर्छ म चाहिँ यतापट्टिको लेनमा जान्छु ल अगाडि डाँडोहरू हिउँले छ्याप्पै त्यो अगाडिको डाँडो चाहिँ म हिँड्न जाने डाँडो हो तर अब ओ चिप्लो गाडी चिप्लिरहेछ है गाडी चिप्लिरहेछ फिल गरिरहेको छु म गाडी चिप्लेको चिप्ले चोर यहीँबाट ब्रेक हान्नु पर्यो नि साथीहरू नत्र त जान्छ लु आज ढिला पुगिन्छ होला किनभने बाटोमा यस्तो छ अवस्था गाडी खाली भए पनि बाटो खाली भए पनि के अरे अलिकति ध्यान दिएर जानुपर्ने अवस्था छ गाडीको हालत हुन्छ हिलो त्यो आँखाले त क्यामेरामा पनि देखिएको छैन कि तर क्याचङ हिलो हुन्छ जम्मै यस्तो बेलामा नि साथीहरुको हिउँ उडेर सकेन स्पिड चाहिँ 55 छ यो ठाउँमा 55 भनेको अलमोस्ट 80-90 हो नेपालको हैन आई मिन किलोमिटरमा हामी चाहिँ माइलमा चलाइरहेका छौं अहिले 47 को स्पिड तर लिमिट चाहिँ 55 हो धेरै कुदाएर के गर्नु यो ठाउँमा कहाँ पुग्छ गाडी चिप्लेर ए लेनै चिन्न छोडिसक्यो गीत बजाऊ भने पनि स्ट्राइक होला फेरि हो सानो साउन्डमा त यहाँ बजिरहेछ नि के गर्नु यस्तो गीत बजिरहेछ अलीको हिमाल भन्दा नि अलीको अलीको हिमाल भन्दा नि मेरो आई भ्यू आइरा होला हैन आज त गाडीमा ड्राइभ गर्दाखेरिको आई भ्यू अब त्यहाँ हेरे बाटो खुल्यो तर म भ्याउँछु कि भ्याउँदैन हरियो बलिरहेछ हो अब बलि गर्ने रातो बल्यो नि के गर्नु भएन यहाँनिर धेरै रोकिनु पर्छ क्या फेरि
सिधाको रोकियो अनि उताको छुट छ अनि बा मेरो पालो आउँछ कि जाऊ साथीहरु जाऊ साथीहरु जाऊ जाऊ त्यहाँनिर लाइट छ ल बल्यो मेरो खुल्यो अरे हेर न बाटो कति फोहोर छ ओ माय गुडनेस ल यो हाइवे हो 81 हाइवे खाली खाली आयो गाडी आयो अन्त आयो कि तर एउटा आयो हाइवेमा खासै गाडीहरु चाहिँ छैन है एकदमै कम चलिरहेछ यहाँ चाहिँ राम्रो के भने अब यो बाटो चाहिँ सफा गरिदिन्छ कि अरु जे जस्तो भए पनि बाटो चाहिँ सफा छ त्यही भएर ओइ उडाउँदै हिँड्ने त साथीहरुले हावा चलिरहेछ क्या उतापट्टिको लेनमा जानु पर्यो अहिले म 120 को स्पिडमा लगभग छु हैन किलोमिटर पर आवर भने मैले यो बानी लाग्यो बेला बेलामा कन्भर्ट गर्ने नि यो बानी चाहिँ साह्रै नराम्रो हो कति मेहनत गरे होलान् के मान्छेहरुले यहाँ कति खर्च गरेको होला यत्रो हिउँ यो बाटोमा यसरी सोरेर चिल्लो बनाइदिएछ वरिपरिको भ्यू मैले आँखाले देख्ने भ्यूहरु चाहिँ तपाईलाई देखाइराछु भन्ने लागिरहेछ मलाई ओए चिप्लो छ त ओ यहाँ हेर्नु है यहाँ गाडी फस्यो गयो चिप्लेर यस्तो एक्सिडेन्टहरु चाहिँ एक्सिडेन्ट त के भन्नु हैन हिउँमा चिप्लिन्छ यो कहिलेकाहीँ भइपरि आउने कुराहरु हुन् जान्दा जान्दै गर्दिन भन्दा भन्दै भइहाल्छ के यस्तो कुराहरु कहिलेकाहीँ पुलिस एउटा आइराछ कसलाई के परेको नि पुलिस आयो साथै त्यहीँनिर आएको हो कि बा हाइवे यतिको खाली देख्न पाउनु पनि अब एउटा भाग्यकै कुरा हो कोही हिँड्ने छैन खासै हैन यो चाहिँ नत्र यस्तो बिजी हाइवे हो नि यो पनि एउटा यहाँ अहिले चाहिँ कहाँ ओए के हो के छ हो मेरो अनि हिउँ बाँकिरहेको थियो क्या माथि ल हेर त सडक्क घाम लाग्यो घाम लाग्यो जबसम्म चिप्लिँदैन तबसम्म चाहिँ राम्रै कुदिरहेछ है गाडी त राम्रै कुदिरहेछ त्यही भएर टेन्सनै मान्नुपर्ने चाहिँ केही छैन ओए के हो पुरै सडक सुडुक गर्छ त अनि यो एउटा अमेजन कम्पनी मेरो काममा पुग्नु जम्मा 18 मिनेट छ हो म आज ढिला हिँडेँ ठ्याक्क टाइममा मात्रै जस्ट इन्टर हुन्छु होला हो म त
नि अब यस्तै छ। अब काम नगरेको आज 4 साढे 4 5 दिनै भइगयो लगभग। ओह 3 दिन त बिदै थियो। 1 दिन हिजो आउनु परेन 4 दिन। अब आज यति बेला भइसक्यो। यस्तोमा चाहिँ अलि विचार गरौँ ल है साथीहरू। यस्तै हो जिन्दगानी दर्पण छ। एउटा गाडी कटेर गयो, जाऊ जाऊ तिम्रै छ दिन, मलाई जानै छैन त्यसरी भनेर त नभनौँ, जानुपर्छ। चुपचाप लाग्यो ल। धेरै बोल्दाखेरि कुरा धेरै पुग्यो। यस्तै छ। म अहिले हाइवेमा छु होइन, यो जता हेऱ्यो नि उस्तै हो, यो के हो त्यही भएर चाहिँ चुपचाप लागेर हिँड्नु न। अनि नेपालमा भए पो यो फलानु यो ढिस्कानु यो यसको घर उसको घर भन्नुहुन्थ्यो। यहाँ के हो यो कहाँ हो के हो थाहा त छ। अब कति कुराहरू थाहा भएर के गर्नु, नो फाइदा एट अल। US Army War College, US Army Heritage Center, एक्जिट 49 गर्नु रे। म एक्जिट 49 बाट पनि घर चाहिँ जान मिल्छ होइन, अथवा भनौँ उताबाट त्यो भित्रको बाटो चाहिँ म यहाँ 49 मा आएर अर्को ठाउँबाट यहाँ अगाडि छ, अगाडिबाट इन्टर गर्न चाहिँ मिल्छ। तर म भित्रको बाटो चुज गर्दिनँ। भित्रको बाटोमा के हुन्छ भने ज्याप्प रोक्नुपर्छ नि, त्यस्तो मलाई फेरि मन पर्दैन। सललल चले पो अनि ब्रेक नि लाउनु पर्दैन, ठिकठाक हुन्छ त होइन। म चाहिँ अहिले मेकानिक्सबर्गबाट खासमा कार्लाई जान लागेको होइन। यहाँ हेर आर्मीको यो यता देखियो कि देखेन थाहा भएन, हेलिकप्टर के कप्टर कत्रो थुपारेको हो यो यिनीहरूले। है चिप्लो यहाँ एक्जिट 49 हो। कार्लाइल यसलाई पढौँ त साथीहरू, कार्लिसले जस्तो छ नि होइन पढ्दाखेरि त। आई मिन यसो लेखेको हेर्दाखेरि त बट इट्स कार्लाइल हानोभा। अघि कति मिनट पो भनेको थिएँ। ल बोलाइस् क्या साथी, किन यति हतार? 5 मिनट ढिलो जाऊ न आज। तर म जुन लेनमा बसिरहेको छु नि यो फास्टेस्ट लेन हो कि, अरूलाई बाटो छोडिदिनु पर्छ कि खासमा चाहिँ। अब के गर्नु, अब त्यो घरिघरि लेन चेन्ज गर्नु चाहिँ खासै मन लागेन मलाई।
किनभने त्यो ठ्याक्कै हिउँ नसरेको ठाउँमा पर्यो भने बात चिप्लिन्छ कि भन्ने कुरा नि। पुग्छु होला काममा त चाँडै, आई मिन अन टाइम। 12 बजेबाट स्टार्ट भनेको 11:55 मा पुग्नु पर्ने हो। बट द्याट्स इट्स ओके, अलिकति ढिला हुँदा के हुँदैन। आई डोन्ट माइन्ड। समटाइम यो हुन्छ, यो प्राकृतिक विपत्तिको बेलामा है घ्याच्च आयो कि पछाडि धेरै नजिक आयो, अनि त्यही भएर मैले चाहिँ अलिकति कुदाइदिएको। यस्तो घाम लाग्यो यार, साथीहरू घाम लाग्यो। घाम लाग्यो घमाइलो लाग्दछ मलाई रमाइलो, त्यसको बाजे बजा धन्न माग्ने बुढा भयो त्यसका बाजे भनेर नि। यस्तो भयो, धेरै टाइम भयो, के बोल्ने भयो है। अब म चाहिँ भिडियो राख्ने बेला भयो, किनभने म अब काममा नि पुग्छु। रमथनिएर आइयो, काममा पुगिन्छ, मजाले पुगिन्छ। पछाडिकोले साह्रै लखेटो मलाई, म लेन चेन्ज गर्छु। कहाँनिरबाट चेन्ज गरौँ? यो गाडीलाई जितेर गर्नु पर्यो। यो गाडीलाई जितेर लेन चेन्ज गर्नु पर्यो। यति गरेपछि म सेफ। घाम लागेको छ, हिउँ छ, के चाहिँ छैन यहाँ। यो चाहिँ वियर्ड हो क्या। मेरो चस्मा पनि मेरो एउटा आँखा हरायो चस्माको नि, एउटा आँखा हराएर मैले चस्मा पनि ल्याउनु पाएन, आँखा खायो। आँखा खायो नि मेरो, आँखा खायो। ल यहाँ एलएन रोडबाट म अब तल जान्छु। ल राखेँ ल, अब म काममा पुगेँ होइन। अब राखेँ ल भन्नुपर्छ नि। रेड लाइट बल्यो। मजाले आयो नि, कोनो टेन्सन बिना। लाइट बलेको नि नदेखेको साथीले के भइरहेछ भन्ने सोच्यो है क्या हो। यता चाहिँ एन्टी लाइट पऱ्यो है फेरि। अब त स्पिड खासै छैन गाडीमा।